आज हामी तपाईलाई एउटा यस्तो यात्रामा लैजान्छौं जुन सुन्दा तपाईको रगत जम्नेछ र मनमा कौतूहल जाग्नेछ। हामी कुरा गर्नेछौं संसारका 10 सबैभन्दा प्रेतबाधित पुतलीहरू हन्टेड डल्सको बारेमा, जसको कथाले तपाईलाई रातभर निद्रा नलाग्न सक्छ। यी पुतलीहरू केवल खेलौना होइनन्, यिनका पछाडि डरलाग्दा आत्माहरू र रहस्यमय कथाहरू लुकेका छन्। तीमध्ये केही यति भयानक छन् कि मानिसहरू तिनको अगाडि माफी माग्न जान्छन्। साथीहरू, हाम्रो पहिलो कथा हो रबर्ट द डलको, जुन संसारको सबैभन्दा प्रेतबाधित पुतली मानिन्छ। यो पुतली फ्लोरिडाको की वेस्टमा रहेको फोर्ट इस्ट मार्टेलो म्युजियममा राखिएको छ। यो साधारण पुतली होइन, किनभने यसले मानिसहरूलाई डरले काँप्न बाध्य बनाएको छ। 1904 मा यो पुतली रोबर्ट युजिन ओट्टो नामका एक बालकलाई उपहार स्वरूप दिइएको थियो। कथन अनुसार यो पुतली एक बाहमास्की नोकरानीले बनाएकी थिइन्, जसले ओट्टो परिवारमाथि श्राप लगाएर यो पुतलीमा कालो जादु भरेको विश्वास गरिन्छ। रोबर्टसँग जोडिएको डरलाग्दो घटनाहरूले सबैलाई चकित पारेको छ। ओट्टो परिवारले दाबी गरे कि यो पुतली राति आफै हिँड्थ्यो, फर्निचरहरू सार्थ्यो र भयानक हाँसो निकाल्थ्यो। वयस्क भएपछि पनि युजिनले यो पुतलीलाई आफ्नो कोठामा राखे र उनकी पत्नीले यो पुतलीले उनलाई राति आक्रमण गरेको बताइन्। आज म्युजियममा यो पुतलीको फोटो खिच्नु अघि मानिसहरू माफी माग्छन्, किनभने नमाग्दा दुर्घटना, रोग वा अशुभ घटनाहरू भएको विश्वास गरिन्छ। यो कथाले हामीलाई सिकाउँछ कि कुनै पनि वस्तुमा आत्मा बस्न सक्छ र क्रोधित आत्मालाई कहिल्यै रिसाउनु हुँदैन। अब हामी पुग्छौं एनाबेल द डलको कथामा, जुन हलिउड चलचित्र द कन्जुरिङको प्रेरणा बनेको छ। यो पुतली कनेक्टिकटको वारेन परिवारको ओकल्ट म्युजियममा राखिएको छ। 1970 मा यो रागडी एन पुतली एक नर्सिङकी विद्यार्थिनीलाई उपहार दिइएको थियो। तर चाँडै नै यो पुतलीले अनौठा व्यवहार देखाउन थाल्यो। यो आफै कोठामा सर्थ्यो, रक्तरञ्जित कागजहरू लेखिन्थ्यो र राति मानिसहरूलाई आक्रमण गर्थ्यो। प्यारानर्मल अनुसन्धानकर्ता एड र लोरेन वारेनले यो पुतलीमा एक दुष्ट आत्मा बसेको निष्कर्ष निकाले। तिनले यो पुतलीलाई काँचको बाकसमा बन्द गरे र आज पनि यो म्युजियममा राखिएको छ। भनिन्छ यो पुतलीको काँचको बाकस कहिल्यै खोल्नु हुँदैन, किनभने यसले विनाश निम्त्याउन सक्छ। यो कथाले हामीलाई डरलाग्दो प्रश्न सोध्छ, के कुनै पुतलीमा यति शक्तिशाली आत्मा बस्न सक्छ? अब हामी कुरा गर्छौं म्यान्डी द डलको, जुन क्यानाडाको क्वेस्नल म्युजियममा राखिएको छ। यो 1900 को दशकको पुतली हो, जसलाई 1991 मा एक महिलाले म्युजियमलाई दान गरिन्। दान गर्नुको कारण उनले राति पुतलीको रोदन सुनेकी थिइन् र उनको घरमा अनौठा घटनाहरू हुन थालेका थिए। म्युजियममा राखिएपछि पनि म्यान्डीले कर्मचारीहरूलाई डराउन छोडिन्। कर्मचारीहरूका अनुसार यो पुतली राति आफै सर्छ, म्युजियमका अन्य वस्तुहरू हराउँछन् र क्यामेराहरू बन्द हुन्छन्। कतिपयले यो पुतलीमा एउटा मृत बालिकाको आत्मा बसेको विश्वास गर्छन्, जसले आफ्नो दुःखद कथा सुनाउन खोज्छ। यो कथाले हामीलाई सिकाउँछ कि पुराना वस्तुहरूमा आत्माहरूको भावना जोडिएको हुन सक्छ। जापानको ओकीको द डलको कथा सुन्दा तपाईको रौँ ठाडो हुनेछ। यो पुतली 1918 मा एक सानो केटी ओकीको लागि किनिएको थियो। तर जब ओकीको मृत्यु भयो, उनको परिवारले यो पुतलीमा उनको आत्मा बसेको विश्वास गर्यो। किनभने पुतलीको कपाल आफै लामो हुँदै गयो। यो पुतली जापानको मान्नेजी मन्दिरमा राखिएको छ, जहाँ पुजारीहरूले नियमित रूपमा यसको कपाल काट्छन्, तर कपाल फेरि उम्रिन्छ। भनिन्छ यो पुतलीमा ओकीको आत्माले शान्ति खोजिरहेको छ। यो कथाले हामीलाई प्रेतबाधित वस्तुहरूको रहस्यमय शक्तिबारे सोच्न बाध्य बनाउँछ। लेट मी आउटको कथा पनि कम डरलाग्दो छैन। यो पुतली 1970 मा केरी वाल्टनले पुरानो घरको भण्डारमा फेला पारेका थिए। यो पुतलीको अनुहार मानव जस्तै डरलाग्दो छ र यसको नाम लेट मी आउट, मलाई बाहिर निकाल राखिएको छ, किनभने यो पुतलीले आफूलाई मुक्त गर्न खोज्छ भन्ने विश्वास छ। यो पुतलीसँगै रहँदा मानिसहरूले चिसो हावा, अनौठा आवाजहरू र आँखामा डरलाग्दो नजर महसुस गर्छन्। केहीले यो पुतलीमा जिप्सीको श्राप बसेको विश्वास गर्छन्। यो कथाले हामीलाई पुराना वस्तुहरूको पछाडि लुकेको रहस्यबारे सतर्क रहन सिकाउँछ। पेगी द डल बेलायतको प्रेतबाधित वस्तुहरूको अनुसन्धानकर्ता जेने ह्यारिसको संग्रहमा छ। यो साधारण देखिने पुतलीले सयौं मानिसहरूलाई डराएको छ। जेनेका अनुसार यो पुतलीको फोटो हेर्नेहरूले टाउको दुख्ने, वाकवाकी लाग्ने र रातमा दुःख स्वप्न देख्ने गुनासो गर्छन्। केहीले यो पुतलीमा एक मृत महिलाको आत्मा बसेको विश्वास गर्छन्, जसले आफ्नो दुःखद अन्त्यको कथा सुनाउन खोज्छ। यो पुतलीको अनलाइन स्ट्रिमिङ गर्दा पनि दर्शकहरूले अनौठा अनुभवहरूको सामना गरेका छन्। यो कथाले हामीलाई डरलाग्दो प्रश्न सोध्छ, के पुतलीले हामीलाई टाढैबाट प्रभावित गर्न सक्छ? रुबी द डल अमेरिकाको एक प्रेतबाधित पुतली हो, जुन हाल ट्राभलिङ म्युजियम अफ द प्यारानर्मलमा राखिएको छ। यो पुतली 1900 को दशकको हो र एक सानो केटीको स्वामित्वमा थियो, जसको मृत्युपछि यो पुतलीमा उनको आत्मा बसेको विश्वास गरिन्छ। यो पुतली समात्ने मानिसहरूले उदासी, भारीपन र चिसो अनुभव गर्छन्। म्युजियमका आगन्तुकहरूले रुबीको नजिकै जाँदा रातमा दुःख स्वप्न देख्ने बताएका छन्। यो कथाले हामीलाई मृत्यु र आत्मा बीचको सम्बन्धबारे गहिरो सोच्न बाध्य बनाउँछ। ह्यारोल्ड द डललाई संसारको पहिलो प्रेतबाधित पुतली मानिन्छ, जुन 2004 मा इबेमा बिक्री भएको थियो। यो पुतलीको मालिकहरूले दाबी गरे कि यो राति हाँस्छ, गीत गाउँछ र मानिसहरूलाई आक्रमण गर्छ। एक मालिकले यो पुतलीले उनको घरमा आगलागी भएको बताए।
यो पुतलीमा एक क्रोधित आत्मा बसेको विश्वास गरिन्छ जसले आफ्नो मृत्युको बदला लिन खोज्छ। हाल यो पुतली एक प्यारानर्मल अनुसन्धानकर्ताको संग्रहमा छ, तर यसको कथा अझै डरलाग्दो छ। यो कथाले हामीलाई प्रेतबाधित वस्तुहरूको खतराबारे सचेत गराउँछ। मेक्सिकोको आइल्यान्ड अफ द डल्स एउटा यस्तो ठाउँ हो जहाँ सयौं प्रेतबाधित पुतलीहरू रुखमा झुन्डिएका छन्। यो टापु डन जुलियन सान्ताना नामका व्यक्तिले बनाएका थिए, जसले एउटा डुबेर मरेकी केटीको आत्मालाई शान्त पार्न यी पुतलीहरू जम्मा गरे। भनिन्छ यी पुतलीहरू राति आफै सर्छन्, फुसफुसाउँछन् र आगन्तुकहरूलाई हेरिरहन्छन्। यो ठाउँ यति डरलाग्दो छ कि पर्यटकहरू यहाँ जाँदा डरले काँप्छन्। यो कथाले हामीलाई आत्माहरूको शान्तिको लागि मानवको प्रयासबारे सोच्न बाध्य बनाउँछ। साथीहरू, यो थियो संसारका 10 सबैभन्दा प्रेतबाधित पुतलीहरूको डरलाग्दो कथा। यी पुतलीहरूले हामीलाई सिकाउँछ कि कहिलेकाहीँ साधारण देखिने वस्तुहरूमा पनि भयानक रहस्य लुकेको हुन सक्छ। यी कथाहरूले तपाईलाई डरलाग्दो अनुभव त दियो नै, तर हाम्रो वर्तमानको कदर गर्न पनि सिकाउँछ। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा कुन पुतलीको कथाले तपाईलाई सबैभन्दा डरायो भन्नुहोस् र यो भिडियो आफ्ना साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र अर्को डरलाग्दो भिडियोमा भेटौँला। नमस्ते।